Hello everyone, Namaste, Fepulo, good morning सबैजनालाई वेलकम टु माई न्यू व्लग. आई होप यु all are doing great. तो गाइज आजको व्लग चाहिँ एकदमै इन्ट्रेस्टिङ हुने होला छ किनभने चाहिँ टुडे वी आर गोइङ टु छङ्गु है. सो आज चाहिँ हामी छङ्गु जानेछ विथ माई फ्रेन्ड्स, सिस्टर, ब्रदर्स सबैजना चाहिँ एक गाडी हो. सो एकदमै रमाइलो हुनेछ आजको व्लग चाहिँ. सो मिस नगरिकन चाहिँ एन्डसम्म हेरिदिनु होला. सो आजको तपाईँहरूलाई म छङ्गु टुर गराउने छु है. सो कस्तो छ के छ तपाईँहरूलाई पनि देखाउने छु. म पनि धेरै साल अगाडि गएको, 5-6 साल अगाडि गएको. सो आफ्टर अ लङ टाइम जाँदैछु. सो लेट्स सी. प्रिटी बहिनीहरू रेडी भइसकेको छ. हेलो भनिदिनु. कति राम्रो देखेको. लु सो प्रिटी खोइ ज्याकेटहरू जानु दुईजनाको छैन. बहिनी पुग्दैन. छङ्गु ग्याङ रेडी. प्रदीप भाइ भन्दै हेलो सबैजना. उमान हाई. एक्साइटेड? छङ्गु ग्याङ रेडी. Excited, woman? Super. You? Excited. Baini? You both? Excited? Yes. Hero hero ta hamro pudong ko hero haru. Yanira ka ko hero ni haru po Den ko hero ni haru. Asam Ningje ko. Don't I? Tara maninge na. Asam Ningje ko hero haru dujana chai. Karu lu. Oh yeah. So guys, हामी चाहिँ चिया खान्छ पनि चिया कस्तो थियो रे? कस्तो टेस्टी थियो. क्रेडिट गोज टु दादा. दादा एकछिन झाला त थियो. चिया बनाउने मान्छे चाहिँ यहाँ चाहिँ टेस्टी थियो अरे. ह्यान्डसम दादा. ए बहिनी, चिया कस्तो रहेछ? तिम्रो पार्टनरले बनाएको. मेरो पार्टनर हैन, औरेको. हैन मेरो पार्टनर. कमिटी पार्टनर हो. ए कमिटी पार्टनर थियो. लाइफ पार्टनर सोच्दै So guys, यहाँ चाहिँ हामी चिया पुग्दैछ. ओ बहिनी लड्छ. कति बाबा बसेको. के भन्यो? सल्लाह गाइदिन. बिचारा उठे. बहिनी चाहिँ हाँस्दै मर्छ अरे आज. बताइहाल्छ अरे उमनले. मजा आउँदैछ. के साह्रो हँसाको. तिमीहरू हामी छाङ्गु गएको. ल बस यो गाडीमा पकडो पुऱ्याइदिन्छु. राम्रो पोस्ट देऊ न. फोटो खिच्दिनु. पैसा चाहिँ खाजा चाहिँ क्या दामी रोटी. हाम्रो त बिग्रिन्छ त के गर्नु. पोस्ट कस्तो क्यूट. यहाँ त. सो गाइस यहाँ चाहिँ क्यास मात्रै चल्छ होइन, तर यहाँको आन्टी कस्तो स्विट हुँदो रहेछ. यो चाहिँ भरे ल्याइकन फर्काइदिनु फोटो खिचिकन आएर हो. तपाईँहरू पनि यो दोकान भिजिट गर्नुहोस् होला. कुन चाहिँ हो नाम के छ? यहाँ चाहिँ खाजाहरू एकदमै टेस्टी पाउँदो रहेछ हो. एकदमै दामी पाउँदो रहेछ.
Hi girls. Wow, keti dami view guys. Breathtaking view. Wow, एकछिन मलाई भिडियो इन्जोय गर्न दे न. सकुन मिला. So guys, अहिले चाहिँ भन्ने हामी बाबा मन्दिरपट्टि जाँदैछ. जाँदा बाटोमा चाहिँ यस्तो दामी भ्यू यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु. यति प्रिटी. ओमान कस्तो लाग्दैछ? Are you enjoying? Yeah. Woo! Who's your केटा भन्नेमा बेस्ट फ्रेन्ड? हामी चाहिँ सँगै पढेको. बहिनी तिमीले मिस गरे हामीले यति दामी फोटो खिच्यो. You miss it. टुक्लाहरु पनि दामी छ अरे त नानाले भन्नु भएको. टुक्ला? जग्गा अरे हो. ए. Koldi madam na tayo. Finally! So excited! Uman, halka halka sururu hai. Ambo, so pretty. Good. Oh. Lo. हल्का हल्का सुरुर तो गाइस यो चाहिँ नयाँ बाबा मन्दिर हो यो चाहिँ पुरानो चाहिँ हैन सो फाइनली वी रिच बाबा मन्दिर हैन एकदमै मजा आइराख्छ हामीलाई आजको दिन चाहिँ एकदमै रमाइलो एकदमै इन्जोय गरिराख्छ हामीले छिटो न कम यी टुरिस्टहरु मजाले आछ दिन पनि यस्तो प्रिटी भयो वेदर पनि गाइस अम्बो कसम भनेको अम्बो यहाँ हेर्नुस् न हाम्रो इन्डियाको फ्ल्याग So pretty, Ambo. I'm moral bani. Feeling happy? So guys, यो चाहिँ हाम्रो बाबा मन्दिरको लिभिङ रुम रहेछ हो यो चाहिँ अफिस रहेछ एन्ड यो चाहिँ बाबा मन्दिरको पूजा सानो बानीमा भनेर बाबा मन्दिरको बानी बाबा पूजाको बानीमा सानो भनिदिनु न बाबा मन्दिर चाहिँ यहाँनिर झ्यापट लाउँछ भन्छ नि त्यो चाहिँ यहाँ हो बाबा चाहिँ यहाँ फस्नु हुन्छ हैन सिपाही हजुर अन्त यहाँ उयो हेर्नु बाबाको जुत्ता सबै यहीँनिर छ यो चाहिँ बेलुका ड्युटी गर्नुहुन्छ बिहान मैला हुन्छ फेरि त्यसलाई टराटरी पारेर के गर्नुहुन्छ अन्त वासरुम बेडरुम सबै चाहिँ यहाँ चाहिँ बाबा मन्दिरको हैन सो यहाँ चाहिँ एकदमै ठुलो पूजाहरू गर्छ बाबाको हामीले चाहिँ सबैले जो पनि आउँछ है यहाँको हिस्ट्री चाहिँ एकदमै इन्ट्रेस्टिङ छ साच्चीमै हो त साच्चीमै हो त अबि हो रहेछ हान्दा रहेछ चौडी हो गाई गोरु भयो त्यही त गर्नुपर्छ ल हाम्रो गाईहरू आउँदैछ क्या करिया वाउ गाइस चौडी अरे यो चौडी हो सो क्यूट ए सो क्यूट अम्बो हेभेन हो हेभेन
जहाँ बैठना है बैठना है। ओए कराउँदा पनि रहेछ। Simon, how are you feeling? Enjoying? Wow, क्या दामी निस्केको। दोनदाल चाहिँ यहाँ गिफ्ट पाउनु भएछ। अझै कन्याकुमारी। आज त हामी कश्मीर कस्तो फिल भइरहेको छ हैन? कस्तो मजा आयो, सो नाइस। खुसी लाग्यो? कस्तो मजा लाग्यो मलाई त। तपाईहरुलाई कस्तो लाग्यो भनिदिनुस् त। वाउ। दुईजना डान्स गर्यो। लु त मामा बोल डान्स गर्दैन एउटा। चिया बोकेर यो त अझले अझै कहाँ गयो पढौ। ल्याउन अन्त विश्वबाट मगाएको रोटी। उहिले भन्छ नि उइसको मैले पिक्चर हेरेँ। मोमो खोल्नु न मोमो। पिक्चर हेरेँ थिएँ नि उयो वहाँ मिठो राम्रो छैन त्यस्तो। मैले पिक्चर हेरेँ थिएँ नि के पो साइला भन्ने। साइला खाजा खानु आवे। पल्लो घरको साइला खाजा खानु आउनु। म कहिले दिएको छु। आलुहरु पनि तातै रहेछ। धुम मचाले साइमन धुम मचाले धुम 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 धुम। र साइमन तैँले अघि के गरेछ रे? यहाँको गु पक्रेछु। हैन फोटो खिच्दाखेरि यसो गरेर वापस चाट्छ अनि यो आकाश यो धरतीहरु वापस गयो। अब गाइस आज हामी लन्च हुँदैछ हो। तिमीले पाद्यो। कस्तो गोबर पक्रेको छ? के हुँदैन गोबर खाँदा लेखको दबाई। क्या चिसो रहेछ? चिसो भएन छ तर। चिसो भएन रहेछ। 1 2 3 So guys, we reach finally छङ्गु लेक। तर छङ्गु लेकमा चाहिँ पानी परेर चाहिँ हाम्रो बिजोक भएको जस्तो फिल भयो। कहाँ गयो? अचु पानी पर्यो गाइस। पानी पर्यो। यहाँ गरे हेर्नु सक्छु दामी। गाइस यो चाहिँ हो छङ्गु लेक। वाउ कस्तो दामी। सो प्रिटी गाइस। फुल लेक भ्यू हो यो चाहिँ गाइस। यहाँदेखिको लिएर परसम्मको। तर दिन अलिक राम्रो पर्छ। खासै राम्रो देखिन कि तर है हामीले चाहिँ राम्रो देखिरहेको छ क्यामेरामा जस्तो। दिउँसो चाहिँ दामी देख्यो तर हामी फर्स्ट बाबा मैले जाने हुँदाखेरि चाहिँ यहाँ निस्केन नि त। सो त्यही भएर अहिले चाहिँ हामी यहाँनिर छङ्गु लेक टुर हुँदैछ हो। यो त खान्छ होइन? खान्छ यो। वाउ गाना भएन? सदा कसम से सुनेर म त
नमस्ते फेपुलो गुड मर्निङ सबैजनालाई वेलकम टु माई न्यू भ्लग आई होप यु अल आर डुइङ ग्रेट। त गाइज आजको भ्लग चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ किनभने चाहिँ टुडे वी आर गोइङ टु छङ्गु है। सो आज चाहिँ हामी छङ्गु जानेछ विथ माई फ्रेन्ड सिस्टर ब्रदर्स सबैजना चाहिँ एक गाडी हो। सो एकदमै रमाइलो हुनेछ आजको भ्लग चाहिँ। सो मिस नगरिकन चाहिँ एन्डसम्म हेरिदिनु होला। सो आजको तपाईँहरूलाई म छङ्गु टुर गराउने छु है। सो कस्तो छ के छ तपाईँहरूलाई पनि देखाउने छु। म पनि धेरै साल अगाडि गएको चाहिँ 5-6 साल अगाडि गएको। सो आफ्टर अ लङ टाइम जाँदैछु। सो लेट्स सी।